हाम्रो देशमा चुनाव हुनुभन्दा 2-3 महिना अगावै भारतीय मिडियाहरूले हाम्रो देशको चुनावको प्रचार प्रसार गर्नु, हाम्रो देशमा चुनावले परिणाम ल्याउनुभन्दा अगाडि नै भारतीय मिडियाहरूले अब के बार नेपाल में बलेन शाह सरकार, अब के भावी प्राइम मिनिस्टर बलेन शाह भनेर भन्नु, चुनावको 3 दिन अगाडि रवि लामिछानेले द्वारिका होटलमा भारतीय राजदूत भेट्नु, चुनावको परिणाम आउना साथ मोदीले रवि र बालेनलाई हेड टु हेड 7-7 मिनट फोन गरेर बधाई दिनु, नेपाली भाषामा ट्विट गर्नु, हिजो स्वर्णिम वाग्लेले दक्षिण एसियामा भारतको मोनोडक्ट्रिन हामीले स्वीकार गर्नुपर्छ भनेर भन्नु र मुकुल ढकालले त्यो हिजोका कुराहरू खुलाउनु र हिजो मोदीले इन्डियाको मिडियामा उभिएर शिर ठाडो गरेर बिना युद्ध नेपाललाई अखण्ड भारतमा विलय गराउँछौँ भन्नु, यसको तात्पर्य के हो? प्रष्टै भयो त यो चुनाव कसले गराएको रहेछ, किन गराएको रहेछ, यो चुनावको मत परिणाम कसले लिएर आएको रहेछ परिणाम, यो त प्रष्टै भयो त। हामी जस्ता स्वाभिमानी नेपालीको त मुटु दुखेको छ त्यो कुराले, तर अरूको दिमागमा पीडाको घन्टी बज्यो बजेन।